सबैजनालाई गुड मर्निङ। अहिले क्यानाडाको तेस्रो दिन हामी चाहिँ अहिले सिएन टावर हेर्नलाई चाहिँ टोरन्टो सिटी जाँदैछौँ। अहिले चाहिँ हामी बस स्टेसनमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ मेरो पछाडि बस स्टेसन छ। अहिले चाहिँ यो पाइनर भिलेज बस स्टेसनमा छौँ। अब यहाँबाट चाहिँ हामी बस चढेर चाहिँ टोरन्टो सिटी जान्छौँ। हुन्छ निरव दाइ। अनि कस्तो भयो त 2 दिनको टिर, अब तेस्रो दिन? रमाइलो छ, रमाइलोसित गइरहेको छ। अब आज हामी बस चढेर जान्छौँ। उता के देखिन्छ देखाउँछौँ है त। पाइनर भिलेज भनेर यो छुट्टै सिटीको नाम राखेर रहेछ है यो। ज्याकेट त ल्याउनु पर्छ। भनेको हावा लाउँछ भनेर लगाइरहेको थिएँ क्या। चिसो चिसो फिल भयो। अब हामी यहाँबाट ट्रेनको टिकट काटेर चाहिँ हामी लाग्छौँ है त। अब उतै गएर देख्छु के कस्तो छ, हेर्छौँ है त। हामी चाहिँ अहिले मेट्रो स्टेसनतिर छिरिसकेका छौँ। अब मेट्रो चढेर हाम्रो डेस्टिनेसनतर्फ लाग्छौँ। यहाँको चाहिँ मेट्रो स्टेसन हेर्न सक्नुहुन्छ, यस्तो छ। यसबाट सर झऱ्यो, मेट्रो वेट गऱ्यो। मेट्रो वेट गरेर चाहिँ हामी जान्छौँ टोरन्टो सिटी। पोइन्ट बिल पावर। हामी कतापट्टि जाने हो हेर्नु? यो चाहिँ पोइन्ट भिल्ला भयो। अनि त्यसपछि अर्को साउथ हेर ट्रेन वेट गर्दैछौँ। यो चाहिँ पाइनर भिल्ला भिलेज। त्यसपछि हामी जान्छौँ न्यू पेङ्गु सिटी। जान सक्नुहुन्छ। ट्रेन आउँदैछ। यस्तो St. Andrew Station. स्ट्रेट सेन्ट। अब हाम्रो स्टेसनमा अब हामी निस्किन्छौँ। माथि जान्छौँ हेरौँ है। Holding mark valid at Downey Press Station. Begin place your board train. Once again, all passengers on line 1 going to the seat. Train service is on. स्टेसनबाट माथि मान्छे है त। अब मेट्रो स्टेसनबाट निस्क्यौँ। स्टेसन है त।
खाली भयो जाम अहिले के अरे राइट साइड जाने होला नि पहिलो पहिलो टोइलेट अब स्टेसनबाट बाहिर निस्केर तपाईँलाई देखाउँछु मलाई स्टेसनबाट बाहिर निस्क्नु अहिले चाहिँ मेट्रो स्टेसनबाट बाहिर निस्किसकेका छौँ अब बाहिर निस्केर चाहिँ तपाईँलाई देखाउँछौँ के कस्तो छ बाहिरको एरिया पनि के कस्तो छ बाहिर गएर देखेको छ त सिटीमा आएको छु हेरौँ अगाडि देख्नु सिएम टावर अब हामी क्रस गर्छौँ अनि जान्छौँ है त स्टेट चर्च हो मान्छेहरू बाटो काट्दै ए यता हो जाने सिएन टावर त यता छ नि त यता नि त घुम्न मिल्यो नि के हो हामीबाट यता निरदै चिल पारा होइन बुढो म चाहिँ यता छु सपोइ त सपोइ हो यो स्टेसनको नामै फरक हो त अनि उनो स्टेसन हो त अनि ल बक्स अफिस अरे यता चाहिँ चर्च जस्तो छ बिल्डिङहरू हेर्न सक्नुहुन्छ यसको पछाडिपट्टि होइन सेन टावर अगाडि अगाडि होइन सेन टावर कफी भन्नु छैन त्यहाँ गएपछि कफी किन्ने अनि वासरुम जाने पाउला नि त के छ कस्तो छ कस्तो बवाल मुदम कस्तो दामी हो कि है के खिच्नलाई कोही आउँदैन कुद्नलाई को आउने र कुद्नलाई भने कि आफ्नो भिडियो फोटो खिच्नलाई नि कुद्छ आफ्नो एक्सप्लोर गर्नलाई क्यानाडा इज एक्सप्लोर देम बेटर लट अफ पिपल केम एन्ड भिजिट भन्ने जस्तो बबाल लाग्छ क्या मलाई चाहिँ यस्तो ब्रेन छैन यो कसको फोटोहरू बनायो हो त यिनीहरू यहीँको के हो र अरे कस्तो दामी उस गरिदियो क्या त्यो यस्तो डार्क एरियालाई क्या कभर अप हानिदियो क्या देख्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ होइन डार्क एरिया छ होइन यसलाई चाहिँ पुरै कभर अप गरिदिएर चाहिँ ह्यान्ड प्रिन्ट गरिदिएको छ क्या हेर्न सक्नुहुन्छ देख्नु होला नि पुरै ह्यान्ड प्रिन्ट गरिदिएको छ अब चाहिँ हामी क्यानाडाको मुख्य ठाउँ सिएन टावर तर्फ लाग्दैछौँ तपाईँलाई अब सिएन टावर देख्छ त्यसपछि हामी टोरोन्टो डाउन टाउन जुन कि तपाईँको भन्नुपर्दाखेरि चाहिँ सबैको इच्छा त्यहाँ गएर टोरोन्टो लेखेको त्यो ठाउँतिर लिएर जान्छौँ अनि मेरो साथमा हुनुहुन्छ मेरा प्यारा दाजु यतातिर रमाइलो गर्दै अब तपाईँलाई सिएन टावर देखाउँछु है त सिएन टावर हेर्ने होइन त सिएन टावर त्यही सिएन टावर बिस्तारै जान्छौँ यतातिर घुम्छौँ र उस गर्छौँ है त यही नै हो सिएन टावर के छ क्लोज छ के हो भन्छ समरमा क्लोजै हुन्छ भन्थ्यो क्या हेरौँ के छ देख्नु होला के अरे सिएन टावरको एक झल्को हामी बिस्तारै घुम्छौँ यो एरिया र घुमिसकेपछि तपाईँलाई देखाउँछौँ त पछि के छ यतातिर पनि सिएन टावर बाइक आउनु दे यता
त्यस्तो हिस्ट्रिकल भनेको चाहिँ केही पनि छैन यो क्यानाडामा चाहिँ, जुन कि युके युरोपतिर जुन राजा महाराजाको दरबारहरू हुन्थ्यो नि, त्यो चाहिँ यहाँ छैन। यहाँ भनेको चाहिँ सिएन टावर अनि अलिअलि घुम्ने ठाउँहरू। यहाँको त स्पेसली भन्नुपर्दा चाहिँ टोरन्टो सिटी, मोन्ट्रियल सिटी, नायग्रा फल्स अनि ओन्टारा हो। अहिले चाहिँ हामी सिएन टावरको अगाडि छौँ। देख्नुभयो सिएन टावर है त, कता कता घुम्छु तपाईँलाई देखाउँछु। सानो सिनेमेटिक हेर्नुहोस् है त। देख्नुभयो होला है सिएन टावर, यही नै हो। बिस्तारै घुम्छौँ अगाडि अगाडि र तपाईँहरूलाई देखाउँछौँ सिएन टावरको। एकछिन यसो फोटो सेसन गर्नु पर्ला, अनि त्यसपछि चाहिँ हामी बिस्तारै अगाडि बढ्छौँ है त। सिएन टावर यही नै हो, सिएन टावर चाहिँ है। पार्क जस्तो बनाएको छ अलिअलि। अनि त्यहाँ चाहिँ अगाडि एक्वेरियम छ, एक्वेरियम देख्नुभयो होला, एक्वेरियम पनि लेखेको छ। हामी बिस्तारै घुम्छौँ है त। यता चाहिँ मेरो दाइ सिएन टावरको फोटो निकाल्दै। चाहिँ हामी सिएन टावरतिर घुम्दैछौँ अहिले चाहिँ। सिएन टावरको बिचमा छु, जुन कि यो एक्वेरियम पनि छ यहाँ। अनि सिएन टावर छ, निरद दाइ यता बसिरहनु भएको छ, फोटो सेसन चलिरहेछ। मेरो ट्याक्क पछाडिपट्टि सिएन टावरको टावर छ। अनि तपाईँलाई देखाउँछु है त के कस्तो छ भने सिएन टावर। यो सिएन टावर देख्न सक्नुहुन्छ। यता चाहिँ फोटो हानिरहेछन् सिएन टावरको। इच्छा पुगेकै छैन अझै। इच्छा पुगेन दाइ? कोही हो खै हान्नु नि त खै दाजुभाइको पुरा हान्नु दाजुभाइको पनि। अहिले त पर्खिन यहाँ अझै कभरअप गर्नु मिल्छ त। हो बाला आयो खिच्नु खिच्नु बनाउन मिल्छ आयो कि किन लाइभ आयो? के लाइभ फोटोमा आएपछि लाइभ उद्यान बन्द गर्नु न माथि। खै अब हामी यसो घुम्छौँ के कस्तो छ सिएन टावरतिर। अनि यता म्युजियम पनि रहेछ पुरानो ट्रेनहरूको, पारि पनि जान्छौँ, म्युजियम घुम्छौँ के कस्तो छ। एक्वेरियमतिर पनि जान्छौँ, त्यो पनि घुम्छौँ। अनि डाउनटाउनतिर जान्छौँ, देखाउँछु बिस्तारै सबै चाइनिजहरू है पुरा लागि आएको छौँ। मेरो दाइ चिलपिल गर्दै जाऊँ माथि जाऊँ, हेरौँ के छ अनि लागौँ ल। त रहेछ एक्वेरियम जुन जुन हामीले सामान्य तरिकाले कतारतिर हेरेकै हो। के लेक लेक हेरौँला त्यहाँ अहिले म्यापमा फर्किनु न के छ भनेर। अब सिएन टावरतिर जाने कुराकानी भएछ, हेरौँ के छ, चढ्छौँ कि चढ्दैनौँ, के कस्तो छ। यो हेर्नु न पुरै पुरानो ट्रेनहरू होला नि त, यो ब्रिटिसले ल्याएर छोडेको। लुट्नु लुट्यो नि त ब्रिटिसले नि पहिला त। यो सिएन टावर छुट्टै रहेछ त, एक्वेरियमको रहेछ त्यो। स्टल छ त के हो यो 18 रियल, यो के हो यो सिएन टावर के हो? टुर अफ टुर इज 47 34 के यो टुर हो, बस टिकट
बाहिरको त किन्ने नै होइन नि थाहा तपाईँलाई बाहिर त लुट्छ नि माया त मेन्टेनेन्स गर्दैछ क्या सोध्नुको कुरा थियो त टावर चढ्ने कुरा पछि अहिले भर्खरै आएछ पहिला घुमौँ त्यसपछि मेसो मिलाएर चढ्नुपर्छ यही नै हो सिएन टावर घुम्नको लागि होइन चाहिँ हाम्रो उस रहेछ ताल रहेछ तालमा चाहिँ हेर्छौ के छ कस्तो छ तपाईँलाई यहाँ घुमाउँछौँ देखाउँछौँ के कस्तो छ देख्न सक्नुहुन्छ म देखाउँछु तपाईँहरूलाई सर है यो त प्राइभेटहरू होला है कि सबै उस गर्ने हो हेर्नु आम्मा यो त पुरै विकेन्डै उस गरेर आउने रहेछ है यिनीहरू त है हिल्ला रिसोर्ट के छ कहाँ हो त टिकट काट्ने हेर्नु त टिकट काटेर चढ्दिउँ जे पर्ला पर्ला एकचोटिको बारको जुनीमा यस्तो रमाइलो चाहिँ गर्नुपर्छ के छ यतै टिकट काट्ने हो के त यहाँ सोधौँ न यो त पर्सनल होला यो त उहाँ लेखेछ त टुर भनेर प्लाजा टुर्स द ब्रेक के हो एयरपोर्ट हो त उता एयरपोर्ट जस्तो छ त पुरै जहाजै जहाज लगाएर राखेको छ त Anybody help me? How can ride there? Where buy the tickets? Anybody? चाहिँ हामी लगभग लेकतिर आइसकेको छौँ लेकतिर गएर एकछिन चिसो हावा चाहिँ होइन गर्मी चाहिँ खाएर चाहिँ फर्किन्छौँ तर यहाँ प्राइभेट के बोटमा जान मिल्ने हो र हँ बोटमा जान मिल्ने सस्तो रहेछ भने चढौँ न के छ सिएन टावर पछाडि चाहिँ हामी अगाडि एउटा लेक रहेछ त्यो लेक घुम्छौँ अनि त्यसपछि यता पुरानो म्युजियम रहेछ जुन मेट्रो नै होला ट्रेनको होइन त पुरानो ट्रेनहरूको चाहिँ म्युजियम जस्तो बनाएको रहेछ त्यो आएर घुम्छु सिएन टावरको पछाडिपट्टि नै त्यो लेक नै हेर्नको लागि चाहिँ स्पेसल होला जस्तो छ अहिले चाहिँ अफिस टाइम भएर यहाँ चाहिँ एकदम ट्राफिक चाहिँ सिटी चाहिँ एकदम ट्राफिकै ट्राफिक हुँदो रहेछ तर यहाँ चाहिँ यो समरमा चाहिँ 2 देखि 4 महिना चाहिँ स्कुलहरू टोटल्ली नै क्लोज हुने भएकोले चाहिँ धेरै जसो यता आएर चाहिँ घुम्ने अनि चाहिँ हामी हिजो गएतिरको ठाउँमा चाहिँ क्याम्पिङ गरेर बस्ने रहेछ चाहिँ देख्न सक्नुहुन्छ जेब्रा क्रसिङ गरेर हामी जाँदैछौँ यहाँ चाहिँ पर्फेक्टली जेब्रा क्रसिङ हुने पनि बिल्डिङ माथि ट्रेन होला अब उतै पुगेर देख्नुहुन्छ है त म सिएन टावरबाट हामी निस्क्यौँ हामी नजानी निरो गरेँ मैले पछि दिउँसोतिर फर्किने बेलामा जानुपर्छ कि भन्ने दाजुभाइको सल्लाह अब किनकि बिहान अलि गर्मी नि कम छ त्यतिखेर सिटी पुरै घुमिसकेपछि पछि बेलुका चाहिँ घुम्ने कुरो भयो भाइले भन्नुहुन्छ बेलुका अब बेलुकातिर चढौँला है अहिले चाहिँ गर्मी पनि छ बरु बाहिर बाहिर घुमेर के हो है अगाडिपट्टि एउटा सोल्डीको मूर्ति रहेछ होइन मूर्ति र पावाले एउटा फोटो हान्नुपर्छ यहाँ पनि के हो है के को हो यस्तो गजबको छ सुनले जरा है
फेरिको लागि खोज्दैछौँ। यहाँ त पर्सनली लिएर जाने जस्तो लाग्यो मलाई पनि है। के हो दाइ पर्सनली नै होला जस्तो लाग्यो मलाई। त्यही पनि बुझौँ न भनेको खै कहाँ ल त्यसपछि गरौँला नि त सबै है। बच्चाहरूलाई वास्तवमा हेर्नु न हाम्रो नेपालमा चाहिँ विकेन्डमा बच्चाहरूलाई तालमा यसरी नै लएर सिकाउनु पर्ने होइन। यो भनेको एउटा त सेल्फ डिफेन्सकै लागि सिक्ने कुरो हो नि त। यहाँ हाम्रो देशमा चाहिँ गर्दैन। ठुलो त डराउँछ अब सानो। ब्रिजमा हिँड्दैछौँ। पछाडिपट्टि सिटी छ देखाइदिउँ। पछाडिपट्टि कस्तो दामी देख्छ होला है यो राति। उतातिर के रहेछ के रहनलाई हेर्नु न। पुरै बोटहरू समर सिजन। यतापट्टि सिएन टावर सिटी। फोटो हान्ने र है ब्रिजमा फोटो हान्नु पर्ला जस्तो छ। जरा देख्नुहुन्छ सिएन टावर पनि छ पछाडि है। हेरौँ आफ्नो पर्सनल बोटहरू हुँदो रहेछ। पर्सनल बोटमा सल्लाह आपका घुम्ने बोटहरू मजाले चिल पाराले घुम्नको लागि मेरो दाई सिएन टावर। मेरो पछाडि सिएन टावर छ। सफारीको लागि सोल्टीलाई रिक्वेस्ट गर्नु त दाइ। हो निर दाइ सोल्टीलाई रिक्वेस्ट गर्नु न हामीलाई लिएर जा भन्नु त। भन्नु सोल्टी लान्छ नि त। ऊ सोल्टी देखान के सोल्टीलाई भनौँ न। क्रुज राइडै छैन क्या यहाँ। त्यो सोल्टीलाई क्यान खे द वान राइट प्लिज भनेर त यहाँ लान्छ होला नि यिनीहरूले। छन त कति धेरै छ के अरे यतातिर हो कि। खै एउटा क्रुज राइड हानौँ भने त म क्या कुदा हो। निर दाइले रिक्वेस्ट गर्न भन्ने हो क्या सोल्टीले लान्थे कि सोल्टीले सोध्नु न। क्रुज राइड त हान्ने नै भनेर दाइ पुस गरिरहेका छन्। हेरौँ लान्छ कि लाँदैन। उतै लेखिरहेको छ त के छ कि क्रुज राइड यताउता अनि बुक गरेर जाने रहेछ कि।